वेलकम बैक टू माई यूट्यूब च्यानल अनुश्री अफिसियलमा यहाँहरु सबैजनालाई स्वागत छ। आज चाहिँ त्यस्तो विशेष त केही पनि छैन हैन। आज चाहिँ स्पेशल हाम्रो आमाको बर्थडे रहेको छ। आज चाहिँ आमाको बर्थडे थोरै आफ्नो यही घरको मात्र आफन्तहरु बोलाएर चाहिँ सेलिब्रेट गर्न लागेको छौं। पहिला पनि आमाको चाहिँ 50 वर्षमा पनि मिलेको थियो। उहाँको जन्मबार गते सबै कुराहरु मिलेको हुनाले हामीले बर्थडे मनाइदिएको थियो। सो आज पनि त्यही भएको छ हैन। 55 वर्षको हुनुभयो। ठ्याक्कै 55 वर्षमा पनि आज सबै मिलेको छ। उहाँको चाहिँ जन्मबार गतेदेखि लिएर सबै कुरा मिलेको हुनाले चाहिँ केक चाहिँ काटेर अलिकति आफन्त प्लस फ्यामिली मिलेर मनाउँदै छौं। सो यहाँहरुलाई त्यसकै भ्लग चाहिँ खिचिराखेको जस मेमोरीको लागि हैन। पछि गएर यस्तो गरे त्यस्तो बाते भन्ने हुन्छ। सो त्यसैले आज चाहिँ यहाँहरुलाई सबै देखाउने नै छु। अन्तिमसम्म हेर्दिनु होला अनि मेरो अनुश्री अफिसियललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु। थ्यांक यू गाइज। अहिले भरि सबै देखाउने नै छु है त हजुरहरुलाई। हावाले चाहिँ हाम्रो डेकोरेट गर्नु देला जस्तो छैन गाइज। बेलुनहरु सबै फुटाइदिराखेको अवस्था छ। एकैछिन थाम्यो भने पनि हुन्छ हो। अनि आमालाई रेडी गर्नु पर्दैन? कसको ह्याप्पी हो आज? कसको? बोजूको? के खाने कि नखाने? के कति खाने? के कति खाने तैले भन्न? चोकतिर केटा चोकतिर भन्छ। ला छ अब नखाए त्यो चकलेट। अब नखाए। अब चाहिँ हामी केक काट्ने तयारी गर्दैछौँ गाइजहरु। हेर न छिमेकी पनि आएनन्। होइन नि यहाँ दुईजना छिमेकी मात्र आउनु भएको छ। बस्नु नि नानी। मुडा ल्याइदिए त अर्को पनि अझै तुम्मालाई 3:30 भइसक्यो। यता हो आमा त आमाको बर्थडे अरे। अनि ह्यापी बर्थडे नि भन्दैन नि छोरा। ह्यापी बर्थडे भन्नु त अलि कहाँ हुन्छ त। पहिला केक खुवाउनु पर्यो र पो हुन्छ त हैन। हाम्रो चाहिँ बर्थडे सेलिब्रेसन हुँदैछ। छिमेकी सेकेन्ड ह्यापी बर्थडे आमा। यस्तो त आएन र एउटा फिल्ममा देख्नु। अब्बौ यो हैन सानो गला छ। मार न मलाई मार। झुन्ड्याउ। सानो गला छ। Happy birthday to you. Happy birthday to you. Happy birthday, and the star burn tonight. Happy birthday to you. Happy birthday to you. Happy birthday.
लु भन्छ यो चाहिँ कसको अरे फ्रम केटीएम अब यो केक काटौँ है ल यहाँनिर नखाने मलाई चाहिँ खुवाइदिनु नि त अनि यस्तो भिडियो फोटोमा छैन नि मेरो तर्फबाट आमालाई स्पेसल गिफ्ट होइन अब लुगा पनि टन्नै छँदैछ होइन आमा पैसा पनि अब पैसा पनि दिइहाल्यो बहिनीले अब लुगा पनि टन्नै छँदैछ अहिले रिसेन्ट चाहिएको भनेको चाहिँ यो हो होइन आमालाई चाहिँ स्पेसल गिफ्ट यो के हो आमा यो के हो यो अहिलेलाई चाहिँ चाहिएको स्पेसल आमाको लागि यही चाहिएको छ आमालाई चाहिँ यसको जाडो चाहिँ पनि खानुहुन्न नि त स्पेसल अहिले चाहिएको इनर्जी दिने होइन तागत दिने यो खानु नि त्यहाँ जाडोसी नखानु नि ओके राम्रो छोरीहरू अझै अर्को जन्ममा धेरै पाउनु जन्ममा त च्यान गाडी यो जन्ममा त 6वटा छोरी मात्रै पाइयो अब 12वटा पाउनु के रे किन हाँस्नु हो रे हेलो गाइस काक्रा सो स्वीट पुलाउ अन्ताले बनाएको है यो चाहिँ एकदम मिठो छ जस्तो छ अब खानेवाला चाहिँ कस्तो छ लेट्स सी मासु चिकन एकदम मिठो छ जस्तो लागिरहेको छ ए हो कस्तो लाग्यो नानी मासु मिठो छ अनि पुलाउहरू चाहिँ कस्तो लाग्यो मिठो अन्ता छ्यामाले बनाएको कस्तो के अन्ता छ्यामालाई के भन्ने एकदमै राम्रो पकाउनु मिठो पकाउनु भयो ल खाइसक्यो कस्तो लाग्यो मिठो कस्तो लाग्यो सानो बहिनी अब म पनि खान लागेको छु हेर्दाखेरि चाहिँ एकदम यम्मी देखिरहेको छ लेट्स सी कतिको मिठो रहेछ अन्ताले बनाएको है गाइस ल आउँ है सबैजना खाउँ है ल एकदम मिठो बनाएको छ अन्ताले मिठो लाग्यो है भेना कस्तो लाग्यो दिदी एकदम मिठो